यो एक सानो लाइन चाहिँ मैले आफै बनाएको कस्तो लाग्छ कृपया कमेन्ट गरिदिन नभुल्नु होला। यहाँ म आज 3 चिजको कुरा गर्नेछु। एउटा जातभात, अनि एउटा धनी गरिब, अनि एउटा श्रीमान श्रीमती बिचको सम्बन्धको बारेमा। सुरु गर्छु म श्रीमान श्रीमतीकै बिचको कुरा। एउटा श्रीमानले आफ्नो परिश्रम कमाएर ल्याएको हुन्छ, अनि त्यो श्रीमतीले घरबार चलाउनु पर्ने हुन्छ। श्रीमान र श्रीमती मिलेपछि संसार उज्यालो हुन्छ, अनि संसारमा जतिसुकै दुःख कष्ट परे तापनि एउटा श्रीमानले श्रीमतीको दुःख बुझ्ने अनि श्रीमतीले श्रीमानको दुःख बुझ्ने हुनुपर्छ। जति नै परिस्थिति किन नआओस्, बस दुःख पर्दाखेरि छोडेर जाने श्रीमती अनि छोडेर जाने श्रीमान होइन। त्यो दुःख पर्दाखेरि पनि सँगसँगै साथ दिने अनि सँगसँगै बाधाहरू निभाउने श्रीमान श्रीमती हुनुपर्छ। अनि त्यही श्रीमान श्रीमतीहरूले आफ्नो छोराछोरीलाई राम्रो संस्कार दिने अनि एउटा उज्जवल भविष्यको लागि आफ्नो छोराछोरीलाई उज्जवल भविष्य दिन धेरै नै प्रयास गर्नुपर्ने हुन्छ। किनकि अहिलेको युग भनेको यति बाबुआमाले केयर नगरेर होला सायद छोराछोरी पनि बिग्रिने, अनि बाबुआमाले केयर गरे तापनि छोराछोरी आफै बिग्रिने। आखिर त्यो कारण के हो त्यो कसैलाई थाहा छैन। बस छोराछोरीहरू गलत बाटो हिँड्दैछन् भन्ने सबैलाई कहाँ थाहा हुन्छ र। आफ्नै अहिले त्यही श्रीमान श्रीमतीहरूको बिचमा एउटा सन्तान हुन्छ र त्यही सन्तानले ऊ अहिले राम्रो बाटो हिँड्दैछ कि नराम्रो बाटो हिँड्दैछ त्यो कसैलाई पनि थाहा छैन। बस बाबुआमालाई त लाग्दैछ है मेरो छोरा स्कुल जान्छ, पढ्छ, राम्रोसँग पढ्छ, अनि पढेर घर आउँछ, पछि भविष्यमा गएर धेरै ठुलो मान्छे बन्छ भन्ने बाबुआमाको ठुलो सपना हुन्छ। तर छोरा भन्ने लागु पदार्थ सेवनमा लागिसकेको हुन्छ। दिनकै पैसा चोर्ने, रातकै पैसा चोर्ने, अनि श्रीमतीले श्रीमानलाई दोष दिने र श्रीमानले श्रीमतीलाई दोष दिने, मेरो पैसा कहाँ गयो, तैँले खाइस् भन्ने श्रीमान श्रीमतीको झगडा हुन थाल्छ घरमा। तर श्रीमान श्रीमतीलाई अझै पनि थाहा छैन उसको छोरो एउटा लागु पदार्थमा छिरिसकेको छ भनेर। बिस्तारै बिस्तारै समय बित्दै जान्छ, टाइम बित्दै जान्छ, अनि बिस्तारै थाहा हुँदै जान्छ उसको छोरो लागु सेवनमा परिसकेको छ भन्ने। र लागु सेवनमा परिसकेको मान्छेलाई फेरि फर्काएर ल्याउन कहाँ सकिन्छ, त्यही पनि प्रयास गर्न श्रीमान श्रीमतीहरूले छोडेनन्। त्यसै गरेर लागु सेवन गरेर ल्याएर घरमा टोका थुनेर राखेर करिब 2-3 महिनापछि अलिअलि सुधार आयो, अनि बिस्तारै बिस्तारै लागु पदार्थ सेवनबाट हट्दै गएर अहिले राम्रो अवस्थामा आइसकेको छ। त्यसैले यसमा ध्यान दिनुपर्ने आफ्नो बाबुआमाले पनि हो, अनि उता र आफूलाई पनि ध्यान दिनुपर्ने कुरा हो। र श्रीमान श्रीमती बिचहरूको त्यही लागु पदार्थको सेवन गर्ने छोराको कारणले गर्ने भएर श्रीमान श्रीमतीको पनि छोडपत्र हुन आँटेको थियो। अनि बिस्तारै बिस्तारै दुनियाँ समाज अदालत गएर पनि अदालतले नि भनौँ तपाईँहरू दुईजना एक हुनुभयो भने तपाईँको सन्तान पहिलेकै जस्तो हुनसक्छ। त्यसैले तपाईँहरू दुईजना एक हुनु जरुरी छ भनेपछि अदालतले त्यो भनिदिएपछि श्रीमान श्रीमतीहरू एक भएर आफ्नो छोरालाई राम्रो अवस्थामा ल्याउन सफल हुनुभएको थियो। अनि श्रीमान श्रीमतीहरूले नै आफ्नो छोराछोरीहरूको केयर गर्नुपर्ने हुन्छ। किनकि आफ्नो छोरा कुन बाटो हिँड्दैछ, के गर्दैछ, के खाँदैछ, के लाउँदैछ भन्ने त्यो पनि श्रीमान श्रीमतीहरूले राख्नुपर्ने हो। हुन त 9 महिना कोखमा राखेर जन्म दिएको आमाले आफ्नो छोराको बारेमा त्यस्तो कहाँ सोच्न सक्थे र पछि गएर त्यस्तै गर्छ भन्ने कहाँ सोच्न सक्थे र। जब बुढो हुँदै गए, छोरो बढ्दै गयो, छोरो करिब 30 वर्ष पुग्यो होला, बुढाबुढी 70-80 वर्ष पुगिसके, वृद्ध भइसके, छोराले बिहा गरेर ल्याए बुहारी। अनि बिहा गरेर ल्याइसकेपछि दिन बित्दै गयो, रात गर्दै गयो, अनि बिस्तारै बिस्तारै वृद्धहरू पनि 80-90 वर्ष पुगिसके, अनि बुहारीले नराम्रो व्यवहार देखाउन थाली।
तेरो बाबुआमालाई म अब पाल्न सक्दिनँ, तेरो बाबुआमालाई यो घरमा राख्न सक्दिनँ, यदि त म बसेको हेर्न चाहन्छस् भने तेरो बाबुआमालाई निकालेर खेदा भने त्यही आमाले त्यही बाउले दुःख गरेर हुर्काएर यत्रो बनाए, लागु पदार्थबाट हटाएर आज यो अवस्थामा ल्याए। अनि त्यही बाबुआमालाई म कसरी लगेर राखौँ भन्दाखेरि छोराले बुहारीलाई भन्दाखेरि बुहारीले भने यदि तैँले आफ्नो बाबुआमा घरमा राख्छस् भने म घरमा बस्दिनँ, जा तेरो बाबुआमालाई निकाल कि मलाई निकाल भनेपछि छोराले बाध्यताले भएर आफ्नो बाबुआमालाई निकाल्नु पर्यो। आमा बाबा मलाई निकाल्न मन थिएन, तर पनि के गर्नु, सबै बुहारीको कारणले गर्ने भएर हो। अझै पनि ती सानामा गरेका हजुरले सानामा दिएको संस्कारको याद अझै पनि छ आमा। मैले हुँदाहुँदै पनि हजुरलाई वृद्ध आश्रममा लगेर राख्नुपर्ने हुन्छ, मलाई माफ गरिदिनु आमा। अब छोराले त आमासँग माफ, बाबुसँग माफ मागिसक्यो, तर त्यही बुहारी पछि के हुन्छ, त्यही बुहारीको आखिर जीवनचक्र गोल हो छ, सबैको घुमिफिरी पाला आउँछ, उसको पनि छोरा हुनेछ, छोरी हुनेछ, पछि उसलाई पनि त्यही गर्नेछ भनेर बाबुआमाले उसलाई छोरालाई भने, सरी बाबुआमा, म अब हजुरहरूको खुसी हुन सक्दिनँ होला, सायद न त म हजुरलाई त्याग्न सक्छु न त बुहारीलाई पनि त्याग्न सक्छु भनेर छोराले आफ्नो ज्यान त्यहीँ दियो। अनि यसको अन्त त्यहीँ भयो। अब आउँछ दोस्रो रूप, कि रूपले नै हो, जातले नै हो सबैलाई, जातले सेकेन्ड पोइन्ट, जातमा के छ, जातमा केही पनि छैन नि। उसको हात काटे पनि रातै रगत आउने हो, अनि मेरो हात काटे पनि रातै रगत आउने हो। किन यो जातभातमा धेरै भेदभाव गर्छन्? यदि एउटा ब्राह्मण अनि एउटा दलित दुईजनाको माया पिरती सुरु हुन्छ, ती माया पिरती सुरु भइसकेपछि ऊ त बाहुनको छोरी, म परेकामीको छोरा, हाम्रो प्रेम कहानी चल्दै थियो। तर पनि के गर्नु, समाजले देख्न नसकेपछि हाम्रो प्रेम कहानी छुट्यो। यसमा पनि भगवानले दिएको श्राप भन्दा पनि हाम्रो माया प्रेमको श्राप ठुलो भएछ जस्तो लाग्यो। कति भगवानसँग प्रार्थना गरे, कति अरूसँग प्रार्थना गरे, तर कसैले सुनिदिएन। बस आखिर आयो जातभातकै कुरा आयो। त्यसैले अब म यो संसारमा बाँच्दिनँ भनेर छोराले गएर भिरबाट, मतलब प्रेमीले त्यो जुन दलित थियो, दलित केटा, अनि दलित केटाले गएर भिरबाट आफ्नो ज्यान दियो। अनि बाहुनको छोरी ऊ पनि गएर ज्यान दियो। आखिर यो जातभातमा के छ, न छोरा रह्यो न छोरी रह्यो। आखिर बाहुनको छोरी थिए नि, बाहुनको छोरी त अब रहेन नि, आखिर मरेर गई। ती दुईजनाको प्रेम कहानी सफल बनाइदिएको थियो भने के जान्थ्यो होला। अनि अरू न त रह्यो छोरा न त रह्यो छोरी, आखिर दुईटैको प्रेम कहानी त्यही भिरबाट खतम भयो। अनि तेस्रो रह्यो धनी गरिब। धन छ भन्दैमा कहिले पनि घमण्ड नगर्नु, मन हुनुपर्छ। हामी गरिब भए तापनि हाम्रो मन छ। हामी झुपडीमा बसे पनि हामीहरू महलमा बसेको महसुस गर्छौँ। न त हुन्छ धन न त हुन्छ सम्पत्ति, सुख दुःखमै बाँचिएको छ। धन सम्पत्ति भन्दा पनि प्यारो लाग्छ मलाई गरिबकै कुटी अनि गरिबकै चुहिएको थालको भात। ढलाने घर होइन, चुहिएको छानो भए पनि चल्छ मलाई। धनीको घरमा भन्दा पनि मलाई गरिबकै घरमा प्यारो लाग्ने गर्छ। म गरिबकै घरमा हुर्केको छोरो हो। मलाई धनीको घरमा हुर्किनु मलाई कुनै ठुलो कुरा होइन, र धनीको घरमा हुर्किनुपर्छ भन्ने मलाई लाग्दैन। म गरिबकै घरमा खुसी छु, किनकि गरिबको घरमा जे भयो नि मिठो मसिनो खाइन्छ। गरिबको मनै हो त सबै। न त धनीले कहिले राम्रो खान्छ अनि न त धनीले कहिले, आखिर धनीले पैसा बचाएर राख्छ भने गरिबले पैसा बचाउँदैन नि। आखिर बाँचुन्जेल त अनि खाने रमाइलो गर्ने भनेको भविष्यमा कहिले के देख्छ र। त्यसैले बाँचुन्जेलै हो भने गरिबले आफ्नो जिन्दगी ऐयासीले जिउँछ भने धनीहरूले पैसा बचाउँदा बचाउँदै बिस्तारै बिस्तारै गर्दै आफ्नो ज्यान नै गुमाएर जान्छन्। त्यसैले धनी र गरिबमा केही पनि फरक छैन नि साथी। म यति नै भन्छु। कस्तो लाग्छ कृपया कमेन्ट गरिदिनु होला।
र सायद सब्सक्राइब पनि गरिदिनुहुन्छ भन्ने आशा छ मलाई।